हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आयो सबै सन्चै आरामी हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामी छु गाइजहरू। आज चाहिँ हामी खोलामा घुम्न आइसकेका छौँ गाइजहरू। यता चाहिँ हाम्रो यो फुच्चे भाइ बसिरहेको छ, यताको चाहिँ देखाउन म। अनि यो चाहिँ झरना रहेछ गाइजहरू, अनि खोला चाहिँ सानै रहेछ होइन। अनि एउटा साथी चाहिँ माथि गएछ है, लङ के अरे त्यो देखाएन कि। अनि यस्तो हरियाली एकदम राम्रो रहेछ नि त गाइजहरू होइन। यो चाहिँ हाम्रो एकदम ब्ल्याक ब्युटी के, म पनि ब्ल्याक नै छु, यो पनि ब्ल्याक नै छ क्या। ए माथिको सिन चाहिँ यस्तो छ है गाइजहरू। यो चाहिँ ढुङ्गा एकदम ठुलो रहेछ नि त, ढुङ्गो भनेको एकदम ठुलो रहेछ यो। अनि यताबाट चाहिँ झरना बगिरहेको रहेछ, उहाँ चाहिँ खोलाको के भन्छन् एउटा धाउ बनेको रहेछ खेल्नको लागि। अनि घाम भने यता लागेको छैन, यहाँ तलतिर चाहिँ लागेको रहेछ घाम भनेको। अनि यतापट्टि चाहिँ लागेको रहेको छ, ऊ माथि त्यो डाँडामा लागेको रहेछ। चिसो चाहिँ बोब्बाल चिसो भइरहेको छ गाईहरू होइन। गाईहरू हामी चाहिँ प्रस्थान भइसकेका छौँ, केटाहरू अगाडि हिँड्दैछन् र यो झाडी पनि के झाडी हो खै है, यत्रो झाडी छ कि घाँस जस्तै छ, काँटाहरू त छैन, घाँस जस्तै रहेछ कि। घाम लागेको जग्गामा जाने अनि कपडा धुने क्या हामीहरूको चाहिँ प्लान त्यही छ होइन। यतापट्टि हल्का चिसो रहेछ नि त, त्यो भएर चाहिँ घाम लागेको रहेनछ, त्यो भएर चाहिँ हामी अब घाम भएको जग्गामा जाने। अनि त्यहाँ कपडा सपडा ट्याक्क धुयो अनि नाफान धुनु गर्ने। अनि त्यसपछि चाहिँ फोटासोटा खिच्ने अनि घर जाने, टिकटक बनाउने भिडियोहरू, त्यसपछि चाहिँ घर जाने गाईहरू। ढुङ्गा पनि के रहेछ यार यस्तो। लोक्छु अब त गाईहरू, ढुङ्गा पनि के अप्ठ्यारो रहेछ कि ढुङ्गाहरू पनि। तर फाइनली हाम्रो कपडा धुने चाहिँ अड्डा चाहिँ हामीले भेटाइसकेका छौँ। यहीँ कपडा धुने अनि नखाने पनि यहीँ नखाने। यता भाइ चाहिँ नुहाउन लाग्छ होइन, यता यो भाइ पनि नुहाउन लाग्छ। हामी भन्यो अहिले चाहिँ कपडा धुने, त्यो पछि चाहिँ नुहाउने क्या। अनि बब्बाल तरिकाले नुहाउने कि। पानी भनेको लास्टै चिसो नै छ, यो बर्खामा भने यो ढुङ्गाभन्दा माथि आउँछ पानी होइन, अहिले भने हल्का सानो नै छ क्या। अनि चिसो पनि बब्बाल चिसो छ क्या गाईहरू, चिसो बब्बाल चिसो छ होइन गाईहरू। पहिला अब कपडा धुने अनि कार्यक्रम ब्यागै खोलामा बगाइदिएछ यार। हामी दुवैजना नखाने हो भाइ, चल छिटो छिटो हाल छिटो। ल देखाइदे भाइ, उता देखाइदे त। ओइ मोर होला मुझे आमा हाते मुरा दोनों बना यार। ये कमल का दे, कमल भाई बनाते कमल बीचो तो गएर नखाइदियो क्या, सिद्धो न बना त। चिसो भयो के यार, लास्ट नम्बर बना नै त जा ल त। मेरो लास्टै चिसो यार के नमासो माने एकैचोटि नुहाउने खुट्की हाल्दै ल्यो ने मा कलम माने ने भिडियो कत्तरी आउँथे न तोडेर त है गाउँले हो। हाल्दै वा फटक हाल्दै फटक दिँदा बुर्रै ओला यार। वो सामने जम्मे लेके मैंने ओए भाला ने बिचु त भाला चल देखा कि तो आलू आया दाई दिन चिसो गरे रे म त हप्पिन बानी हापिनो अब त लगी छोड दे ओ दया न मेरा बाबा यतै देखिदा यतै। हेर्नुस् है, म तपाईलाई एक म्याजिक देखाइदिन्छु। हेर्नुस् है, पानी त देख्न सक्नुहुन्छ, पानीमा केही पनि बलेको छैन, तर म बाल्दिनेछु एकछिनपछि।
बहिष्कार नाम सरे देख्नुभयो गाइस हेर्नुहोस् यहाँ मैले बालिसकेको छु यहाँ केही छैन हेर्नुहोस् चम्कने पत्थर बत्ती पनि के होइन हाम्रो ठाउँमा यस्तो इलाकामा यस्तो यस्तो पाइन्छन् माछा हो यो देख्न सक्नुहुन्छ तर जलिरहेछ दिउँसोमा जल्छ त्यो माछा तर हामीले पकड्न सकेको छैनौँ हेर्न सक्नुहुन्छ यी हेर्नुहोस् पक्लिरहेछ टल्किरहेछ क्या पक्लिरहेको टल्किरहेछ हेर्नुहोस् तर फाइनली मैले चाहिँ नुहाइसकेको छु गाईहरू चिसो भने ओभर चिसो रहेछ गाईहरू होइन जाडो भने लास्टै जाडो क्या त्यो पानी भने एकदम चिसो रहेछ अनि हामी चाहिँ चिसोको मौसममै आएको हो क्या खानामा त्यो भएर पनि चिसो चाहिँ ओभर चिसो भइरहेको छ नुहाउनु चाहिँ लास्टै गाह्रो हुन्छ गाईहरू चिसो खस्छौँ गाईहरू लास्टै नै चिसो छ क्या केटाहरूले चाहिँ यसले चाहिँ नुहाएन है गाईहरू चिसाको डरले जाडोको डरले है